अपान वायु मुद्रालाई हृदय मुद्रा पनि भनिन्छ। यो मुद्रा योग तथा आयुर्वेदमा निकै महत्त्वपूर्ण मानिन्छ। यसले विशेष गरी हृदय, रक्त सञ्चार, ग्यास, तनाव र श्वास-प्रश्वास सम्बन्धी समस्यालाई सहयोग पुर्याउने विश्वास गरिन्छ। अपान वायु मुद्रा कसरी गर्ने? आरामदायी अवस्थामा बस्नुहोस्। तर्जनी औँला मोडेर औँठाको जरामा राख्नुहोस्। बीचको औँला र अनामिकाको टुप्पो औँठासँग जोड्नुहोस्। कान्छी औँला सिधा राख्नुहोस्। आँखा बन्द गरेर गहिरो र शान्त सास लिनुहोस्। अपान वायु मुद्राका फाइदाहरू: हृदयलाई शान्त र बलियो बनाउन सहयोग गर्छ। तनाव, डर र बेचैनी कम गर्न मद्दत गर्छ। ग्यास, एसिडिटी र पेट फुल्ने समस्या कम गर्न उपयोगी। रक्त सञ्चार सुधार गर्न सहयोग गर्छ। श्वास-प्रश्वासलाई सहज बनाउन मद्दत गर्छ। ध्यान र मानसिक शान्तिका लागि राम्रो मानिन्छ। अभ्यास गर्ने समय दैनिक 15 देखि 20 मिनेट गर्न सकिन्छ। बिहान वा साँझ ध्यान गर्न सकिन्छ। आवश्यकता अनुसार दिनमा 2-3 पटक पनि गर्न सकिन्छ। सावधानी: यो स्वास्थ्य सहयोगी योग अभ्यास हो, चिकित्सा उपचारको विकल्प होइन। अपान वायु मुद्राले शरीरको ऊर्जा सन्तुलित गरी मनलाई स्थिर बनाउने विश्वास गरिन्छ। ध्यान गर्दा यो मुद्राले भय, तनाव र नकारात्मक ऊर्जा कम गर्न सहयोग गर्छ। यस्तै भिडियोको लागि टिकटक च्यानललाई फलो गर्न नभुल्नुहोला।